गाइज आज म तपाईहरुलाई फेसबुकबाट अथवा व्हाट्सएपबाट अथवा मेसेन्जरबाट लिंक हामी युट्युबको लिंक शेयर गरेका हुन्छौं र त्यो युट्युबको लिंकमा यसरी सब्स्क्राइब गर्दाखेरि अथवा लाइक गर्दाखेरि हुँदैन साइन इन भनेर माग्छ। तपाईले त्यो साइन इन नगरिकन तपाईले सिधै सब्स्क्राइब गर्न सक्नुहुन्छ। त्यो कसरी गर्न सक्नुहुन्छ भने चाहिँ म यो भिडियो मार्फत बताउन गइरहेको छु। प्लिज ध्यान दिएर हेरिदिनु होला र यो भिडियो काहीँ स्किप नगरिकन फुल्ली हेरिदिनु हो भने तपाईले सजिलै बुझ्न सक्नुहुन्छ र सजिलै आफू गर्न सक्नुहुन्छ। आउनुहोस् गाइज म आफ्नो स्क्रिन शेयर गरेर तपाईहरुलाई देखाउन गइरहेको छु। त्यो भन्दा अगाडि गाइज तपाई यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। त गाइज म आफ्नो स्क्रिन शेयर गर्न गइरहेको छु, प्लिज ध्यान दिएर हेरिदिनु होला। गाइज सबभन्दा पहिला तपाई आफ्नो स्क्रिनमा आउनु होला र यहाँबाट अब जस्तै मान तपाईहरुले देखाउन गइरहेको छु। तपाईले मान्नु यो मेरो आफ्नै फेसबुक आइडीमा म यहाँबाट तपाईहरुलाई हेराउन चाहन्छु। यहाँबाट जस्तै मान्नु यो लिंकमा मैले क्लिक गरे भने यो लिंकमा क्लिक गरे भने यहाँ मेरो भिडियो चलिरहेछ तर यहाँ अब सब्स्क्राइब गर्न खोज्यो भने मेरो साइन इन भनेर माग्छ। यसको लागि तपाईले केही गर्नु पर्दैन। यहाँ ओपन एप्स लेखिरहेछ, ओपन एप्समा जानु होला र यो कन्टिन्यू गर्नु होला र यो कन्टिन्यू गर्नु भयो भने यहाँ हेर्न सक्नुहुन्छ मेरो यो एप्समा आइसक्यो। यहाँबाट म लाइक नि गर्दिन्छु। यहाँबाट मेरो सब्स्क्राइब अलरेडी भइसक्यो। यहाँ अल नोटिफिकेसनमा क्लिक गर्दिन्छु। यहाँबाट यो मेरो भइसक्यो र यसरी तपाई पनि गर्न सक्नुहुन्छ र यसरी तपाई पनि सजिलै गर्न सक्नुहुन्छ र आफ्नो लगइन नगरिकन तपाई सजिलै गर्न सक्नुहुन्छ। गाइज मेरो यो भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट गर्न नबिर्सिनु होला र यो च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु होला र बेल आइकन दबाउन नबिर्सिनु होला। तपाईले सब्स्क्राइब गर्नु भयो भने गाइज हामी यस्तै भिडियोहरु ल्याइरहेका छौं र तपाईहरुकोमा नोटिफिकेसन आउँछ र तपाई त्यो भिडियो हेरेर आफूलाई इम्प्रुभ गर्न सक्नुहुन्छ र नयाँ नयाँ कुराहरु सिक्न सक्नुहुन्छ। हस् गाइज, धन्यवाद। जय नेपाल।